स्वागत छ तपाईँलाई हाम्रो दुर्विजन टिभी च्यानलमा। म प्रजापति सुमित कुमार। आजबाट हामी शिक्षक सेवा आयोग अन्तर्गत रहेर इकाइ 2लाई हेर्नेछौँ। ल आज लागौँ हामी आफ्नो प्रश्नतिर। प्रश्न 1मा रहेको छ, पृथ्वीको क्षेत्रफल कति रहेको छ? क 51 करोड वर्ग किलोमिटर, 60 करोड वर्ग किलोमिटर, 9 करोड वर्ग किलोमिटर र घ 56 करोड वर्ग किलोमिटर। पक्कै पनि एन्सर गेस गर्नुभएको होला। उसको सही उत्तर चाहिँ हुन्छ अप्सन क 51 करोड वर्ग किलोमिटर। आजको हाम्रो 2 नम्बर प्रश्नमा रहेको छ, समुद्रको गहिराई नाप्ने यन्त्रलाई फेदोमिटर भनिन्छ भने एक फेदमा बराबर कति हुन्छ? 9 फिट, 7 फिट, 6 फिट र 8 फिट। एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ 6 फिट। लागु आजको तेस्रो प्रश्नतिर। तेस्रो प्रश्नमा रहेको छ, मलद्वीप कुन महासागरको गहिरो भाग हो? क सुमेरु महासागर, ख कुमेरु महासागर, ग हिन्द महासागर र घ आन्ध्र महासागर। एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ हुन्छ सुमेरु महासागर क। अब लागौँ हामी आफ्नो चौथो प्रश्नतिर। दोस्रो सबभन्दा गहिरो महासागर कुन हो? क प्रशान्त महासागर, ख हिन्द महासागर, ग आन्ध्र महासागर र घ सुमेरु महासागर। यसको एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ हिन्द महासागर। आजको हाम्रो पाँचौँ प्रश्न रहेको छ, क्यारेबियन सीको नामले चिनिने महासागर कुन हो? क प्रशान्त महासागर, ख आन्ध्र महासागर, ग सुमेरु महासागर र घ कुमेरु महासागर। पक्कै पनि एन्सर गेस गर्नुभएको होला। यसको सही उत्तर हुन्छ आन्ध्र महासागर। लागौँ हामी आजको 6औं प्रश्नतिर। तलका मध्ये आन्ध्र महासागरमा मिस्ने प्रमुख नदी कुन रहेको छ? क अमेजन, ख नाइल, ग कङ्गो र घ नाइजर। यसको सही उत्तर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ के रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन नम्बर घ नाइजर। अर्को प्रश्न रहेको छ यस प्रकार, स्पेनिस भाषामा पेसिफिकको अर्थ के हुन्छ? क शान्त अर्थात् सौम्य, ख लहरे तथा टाइफुन, ग धेरै जीवको स्थान, घ उष्ण मनसुनी समुद्र। पक्कै पनि एन्सर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ के रहेको छ? यसको सही उत्तर रहेको छ अप्सन नम्बर क शान्त अर्थात् सौम्य। आजको 8औं प्रश्न रहेको छ, तीनतिर पानी र एकातिर जमिन रहेको भाग वा क्षेत्रलाई के भनिन्छ? क प्रायद्वीप वा पेनिन्सुला, ख प्रायद्वीपको पनि प्रायद्वीप, ग टापु र घ महादेश। सही उत्तर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर क प्रायद्वीप। लागौ हामी अब आफ्नो 9औं प्रश्नतिर। तलको कुन जोडा गलत रहेको छ? क युरोप भ्याटिकन सिटी, ख दक्षिण अमेरिका पराग्वे, ग अफ्रिका रुवान्डा, घ अस्ट्रेलिया बोलिभिया र अङ्ग एसिया अर्मेनिया। यसको सही उत्तर गेस गर्नुहोला। यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर घ अस्ट्रेलिया। किनकि अस्ट्रेलिया महादेशमा कुनै पनि भूपरिवेष्टित देश पर्दैन, त्यसैले यो जोडा गलत रहेको छ। लागौँ हामी आजको 10औं प्रश्नतिर। 10औं प्रश्नमा रहेको छ, विश्वकै लामो एन्डिज पर्वतमाला कुन महादेशमा अवस्थित छ? अप्सनमा छ क दक्षिण अमेरिका, ख उत्तर अमेरिका, ग अस्ट्रेलिया र घ युरोप। सही एन्सर गेस गर्नुहोला। यसको सही उत्तर के रहेको छ? यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर क दक्षिण अमेरिका। लागौँ हामी अर्को प्रश्नतिर। आजको हाम्रो 11 नम्बरको प्रश्न रहेको छ, विश्वको कुल भूभागमध्ये उत्तर अमेरिका महादेशले कति प्रतिशत भूभाग ओगटेको छ? क 12%, ख 16.2%, ग 29.92%, घ 20.2%। सही उत्तर गेस गर्नुहोला। यसको सही उत्तर के हुन्छ? यसको सही उत्तर चाहिँ हुन्छ अप्सन ख 16.2%। उत्तर अमेरिका महादेशले 16.2% भाग ओगटेको छ। अर्को प्रश्न रहेको छ, तल दिएका देशहरूमध्ये मकर रेखाले छोएर जाने देश कुन होइन? क अर्जेन्टिना, ख अस्ट्रेलिया, ग ब्राजिल र घ आयरल्यान्ड। पक्कै पनि गेस गर्नुभएको होला। यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर घ आयरल्यान्ड। अर्को प्रश्न रहेको छ हाम्रो, पाताल कुवाको महादेश भनेर कुन महादेशलाई चिनिन्छ? क युरोप, ख उत्तर अमेरिका, ग एसिया र घ अस्ट्रेलिया। पक्कै पनि उत्तर गेस गर्नुभएको होला। यसको सही उत्तर के हुन्छ? यसको सही उत्तर हुन्छ घ अस्ट्रेलिया। आजको अर्को प्रश्न रहेको छ हाम्रो, तल दिएका देशहरूमध्ये कुन देशको 2वटा राजधानी रहेको छ? क श्रीलङ्का, ख बङ्गलादेश, ग बेलायत, घ इटाली। सही एन्सर गेस गर्नुहोला। यसको सही एन्सर चाहिँ के रहेको छ? यसको सही एन्सर रहेको छ अप्सन नम्बर क श्रीलङ्का। अर्को प्रश्न रहेको छ, भूकम्पबाट भएको मानवीय धनजनको नोक्सानी नाप्ने इकाइ कुन हो? क मर्काली, ख किलोमिटर, ग सिस्मोग्राफ, घ न्युटन। पक्कै पनि सही एन्सर गेस गर्नुहोला। यसको
यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर क मर्काली। अर्को प्रश्न रहेको छ 180 डिग्री देशान्तर अन्तर्राष्ट्रिय तिथि रेखा कुन महासागरमा पर्दछ? क प्रशान्त महासागर, ख आन्ध्र महासागर, ग हिन्द महासागर र घ कुमेरु महासागर। पक्कै पनि एन्सर सही गेस गर्नुहोला। यसको सही एन्सर चाहिँ के रहेको छ? यसको सही एन्सर रहेको छ अप्सन नम्बर क प्रशान्त महासागर। तलका कुन भनाइ अक्षांश रेखासँग सम्बन्धित छैन? क यो बढ्दै जाँदा तापक्रम बढ्दै जान्छ। ख यसको सहयोगले विभिन्न स्थानको जलवायु अवस्था पत्ता लगाउन सकिन्छ। ग पूर्वमा 180 र पश्चिममा 180 गरी 360 वटा रेखाहरू हुन्छन्। घ 0 डिग्री अक्षांश रेखालाई भूमध्य रेखा भनिन्छ। यसको सही एन्सर चाहिँ गेस गर्नुहोला। यसको सही एन्सर चाहिँ रहेको छ अप्सन नम्बर ग पूर्वमा 180 र पश्चिममा 180 गरी 360 वटा देशान्तर रेखाहरू हुने गर्दछन्। आजको हाम्रो 18औं नम्बर प्रश्नमा रहेको छ सबैभन्दा गहिरो सागर तलका मध्ये कुन हो? क क्यारिबियन सागर, ख बेरिङ सागर, ग भूमध्य सागर र घ हडसन बे सागर। पक्कै पनि सही एन्सर गेस गर्नु भएको होला। यसको सही एन्सर चाहिँ रहेको छ अप्सन नम्बर क क्यारिबियन सागर। यसै गरी हाम्रो अर्को प्रश्न रहेको छ तलको कुन जोडा गलत छ? सहारा मरुभूमि अफ्रिका, ख गोबी मरुभूमि मङ्गोलिया चीन, ग ताक्लामाकान मरुभूमि चीन, घ थार मरुभूमि चीन र भारत। यसको सही उत्तर चाहिँ रहेको छ अप्सन नम्बर घ किनभने थार मरुभूमि भारत र पाकिस्तानमा पर्दछ। 20औं नम्बर प्रश्न हाम्रो यस प्रकार रहेको छ नाइल नदीको विलय हुने स्थान कुन हो? क भूमध्य सागर, ख चाइना सी, ग बोहाई सागर र घ बेरिङ सागर। पक्कै पनि यसको सही एन्सर गेस गर्नुभएको होला। यसको सही उत्तर चाहिँ हाम्रो रहेको छ अप्सन नम्बर क भूमध्य सागर। आजको हाम्रो अन्तिम प्रश्न 21औं नम्बर प्रश्नमा रहेको छ भारतमा रहेको गङ्गा नदीको उद्गम स्थल कुन हो? क गङ्गोत्री, ख मानसरोवर चीन, ग कैलाश पर्वत चीन, घ तिब्बतको गेलाडे पर्वत। अब यसको उत्तर चाहिँ तपाईहरू कमेन्टमा अवश्य लेख्नुहोला। अझै पनि यस्ता भिडियोहरू लिएर हामी आउने नै छौँ। तबसम्मको लागि बिदा चाहन्छौँ। धन्यवाद।